नमस्कार मेरा आदरणीय तथा प्रिय दर्शक तथा श्रोता वृन्दहरू। आज म यो धरती अथवा जीवन अथवा कुनै पनि कार्यप्रणाली कसरी हुन्छ, के कुराहरू त्यहाँ संलग्न हुन्छन् भन्ने कुरा व्यक्त गर्न गइरहेको छु। जस्तो कि प्राकृतिक सन्तुलन अथवा पारिस्थितिक प्रणाली अथवा नियम, प्राकृतिक नियम अर्थात् प्रकृतिमा कुनै पनि वस्तुको सिर्जना अथवा प्रकृतिको कारक तत्त्वहरू अथवा कुनै पनि घटना, परिघटना, परिस्थिति, कार्यप्रणाली कसरी घट्छ भन्ने कुरा बताउन गइरहेको छु। वास्तवमा प्राकृतिक नियम अथवा सन्तुलन वा प्रणाली तीनवटा कुरामा अडेको हुन्छ। त्यो शक्ति, प्रक्रिया र तत्त्व। प्रकृतिमा शक्ति छ, जस्तो गुरुत्व बल, सौर्य शक्ति, ताप शक्ति, प्रकाश शक्ति, विद्युत शक्ति, चुम्बक शक्ति, रासायनिक शक्ति। ती शक्तिहरूले शक्तिहरू रहन्छन् भने त्यसपछि प्रक्रिया हुन्छ। त्यहाँ ती शक्तिहरूको प्रोसेसहरू हुन्छ, जस्तो वर्षा, ताप, चाप, हावाहुरी, भूकम्प, ज्वालामुखी, बाढी, पहिरो। यी चाहिँ प्रकृतिमा निरन्तर घट्ने प्रक्रियाहरू हुन्। त्यो शक्ति र प्रक्रियाहरू मिलेर तत्त्व बन्छ भनेपछि माटो, बालुवा, ढुङ्गा, बोटबिरुवा, हावापानी आदि शक्ति, प्रक्रिया र तत्त्व मिलेर तत्त्वहरू निर्माण हुन्छ। त्यसले शक्ति, प्रक्रिया र तत्त्वहरूको निरन्तर चक्र अथवा निरन्तर प्रणाली सञ्चालित भइरहन्छ र यसकै आधारमा प्रकृतिमा घटना, परिघटनाहरू घट्ने अर्थात् यो सञ्चालन हुने रहिरहन्छ। यस्तो पारिस्थितिक प्रणालीहरूमा पनि यो चलिरहेको हुन्छ। त्यस्तै अर्को यसैलाई आधार मानेर मानिसहरूले कम्प्युटरको कार्यप्रणाली पनि पत्ता लगाए। त्यसमा आइपिओ सिद्धान्त भन्छ, इनपुट, प्रोसेस र आउटपुट। इनपुट गरिन्छ त्यहाँ, अनि त्यसपछि कम्प्युटरको सिपियुमा प्रोसेसिङ हुन्छ र त्यसपछि फेरि मोनिटरमा डिस्प्ले आउँछ अथवा हामी त्यसलाई प्रिन्ट गर्छौँ। भनेपछि त्यहाँ तीनवटा चिज, यहाँ पनि तीनवटा शक्ति, प्रक्रिया र तत्त्व भनौँ न, इनपुट, प्रोसेस र आउटपुटको यहाँ पनि यसको प्रोसेस, यसको चाहिँ प्रक्रियाहरू छ, कार्यप्रणाली छ र मानिसको दिमागले पनि यही आधारमा काम गर्छ भन्ने विश्वास छ। जस्तो हामीले दिमागमा इनपुट दिन्छौँ, नलेज दिन्छौँ, नलेजपछि त्यहाँ प्रोसेसिङहरू हुन्छ र त्यसपछि आउटपुट, त्यसपछि दिमागले, ब्रेनले रिजल्ट दिन्छ भन्ने छ। त्यस्तै शिक्षाको विकासको सवालमा पनि लगानी गर्नुपर्ने हुन्छ, अनि लगानी गरेपछि त्यसमा प्रक्रियाहरू छ। प्रक्रिया गरेपछि अन्तिममा इभ्यालुएसन हुन्छ, मूल्याङ्कन हुन्छ। जस्तो लगानी अब विद्यालयहरूमा सरकारले शिक्षक अथवा पाठ्यक्रम, पाठ्यपुस्तकहरू, बिल्डिङहरू निर्माणमा लगानी गरेको छ। प्रक्रिया शिक्षकहरूले पढाउने, विद्यार्थीले पढ्ने यो कुराहरू छ। अन्तिममा परीक्षा भएर त्यसको इभ्यालुएसन हुन्छ। यो पनि तीनैवटा क्रममा चल्छ। त्यस्तै भगवत गीताको दर्शनमा पनि तीनवटा कुरा नै मानिसको चाहिँ सर्वश्रेष्ठ कुराहरू हो। त्यो तीनवटा मार्गबाट हामीले समाधि अथवा निर्माण प्राप्त गर्छौँ भन्ने छ। जस्तो एउटा भक्ति, यसलाई मैले इनर्जीको रूपमा लिएँ, कर्म, प्रोसेस हो यो, र ज्ञान, ज्ञान भनेको अन्तिम तत्त्वको रूपमा। भक्ति, कर्म र ज्ञान, यो तीनटा, भक्तियोग, कर्मयोग र ज्ञान हो। यो तीनटालाई मिलायो भने गीताको वास्तविक दर्शन र मर्म पनि हुन्छ र मानवले मुक्ति पनि प्राप्त गर्छ। त्यस्तै सिकाइ प्रक्रियामा आगमन, सामान्यीकरण र निगमन भनौँ न। आगमन इन्डक्सन, जेनरलाइजेसन र डिडक्सन। एनर्जी एक खालको भनौँ न, अनि त्यसलाई एप्लिकेसन, प्रयोगको कुरा छ, प्रोसेस। निगमन, त्यसमा एक खालको चाहिँ सूत्रहरू बन्ने कुराहरू छ। जीवनको दर्शन र कलामा पनि यो तीनवटा तत्त्वहरू सद्विचार, सत्कर्म र सत्मार्ग, यो तीनवटा एनर्जी, प्रोसेस र एक खालको चाहिँ एलिमेन्ट्स
डेस्टिनेसन जस्तो कुराहरू, जीवनको दर्शन र कलामा पनि यो तीनवटा तत्त्वहरू चाहिँ आउन सक्छ भन्ने मेरो विचार छ। त्यस्तै लाइफ इभेन्ट जस्तो जन्म, जीवन र मृत्यु, जन्मेपछि जीवन सुरु हुन्छ र अन्तिममा मृत्यु हुन्छ भनेपछि जन्म भनेको एउटा एक खालको एनर्जी हो, एनर्जीको प्रोडक्सनले नै जन्म हामी हुन्छ र जीवन भनेको एउटा लङ प्रोसेस हो र प्रोसेसको रूपमा यसले जान्छ र डेथ एउटा अल्टिमेट एलिमेन्ट हो र त्यो घटेरै छोड्छ। त्यसैले यहाँ शक्ति, प्रक्रिया र तत्त्व तीनवटा चिजमा चाहिँ हामी यो संसारमा तीनवटा तत्त्वहरू, तीनवटा चिजहरूले घुमिरहेको हुन्छ र यहाँ यिनै कुरालाई आधार मान्दै विज्ञानले, ज्ञानले अथवा विद्वानहरूले सारा ब्रह्माण्डको अथवा सारा प्रकृतिको अथवा जीवन पद्धतिकै व्याख्या चाहिँ तीनवटा कुरालाई आधार मानेर गर्नुहुन्छ। त्यो भनेको प्रकृतिलाई नै हेरेर हो, प्रकृतिका शक्तिहरू, ती शक्तिहरूबाट हुने प्रक्रियाहरू र ती प्रक्रियाहरूबाट अन्ततः जन्मिने तत्त्वहरू। मैले अघि पनि भने सौर्य शक्ति एउटा शक्ति हो, त्यसबाट हुने एउटा प्रक्रिया चाप हो, प्रकाश हो, हावाहुरी हो, अथवा यसले चाप त्यसबाट उत्पन्न हुने कुराहरू भनेका एलिमेन्ट्सहरू हुन् जुन वातावरणमा हामी पाउँछौँ र इकोसिस्टममा पनि यी कुराहरू चलिराखेको हुन्छ, जीवनमा पनि ती कुराहरू चलिराखेको हुन्छ र इभन ब्रेनमा पनि कुराहरू चलिराखेको हुन्छ र हाम्रो पाचन प्रणाली, श्वास प्रश्वास प्रणाली, हरेक कुराहरूमा इनपुट, प्रोसेस र आउटपुटको तीनटै प्रक्रियाहरू यहाँ सञ्चालित छन् भन्न चाहन्छु। हवस् त, नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक, सब्सक्राइब गरिदिनु होला भन्दै आजलाई बिदा हुन्छु। हवस् त, नमस्ते, बाई बाई।